हेलो एभ्रिवान, तपाईहरुलाई आजको भिडियोमा स्वागत छ। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई यस्तो खालको स्पाइडरम्यान वाला एआई फोटो कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। तपाईहरुलाई थाहै छ यस्तो खालको फोटो अहिले टिकटकमा एकदमै धेरै ट्रेन्डिङमा चलिरहेको छ। तपाईहरु पनि बनाएर ट्राई गर्नु होला। यस्तो फोटो बनाउनको लागि चाहिँ तपाईहरुले एउटा यो प्रम्प्ट चाहिन्छ, जुन प्रम्प्ट चाहिँ मैले यो भिडियोको डिस्क्रिप्सनमा र कमेन्ट सेक्सनमा तपाईहरुलाई दिनेछु। तपाईहरुले त्यहाँबाट कपी गर्न सक्नुहुन्छ। प्रम्प्ट कपी गरिसकेपछि तपाईहरु आफ्नो मोबाइलको च्याट जीपीटी लाई ओपन गर्नु होला। च्याट जीपीटी ओपन गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ एउटा यहाँ प्लसको आइकन रहेको छ, त्यसमा जानुस्। त्यसमा गइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ फोटो भनेर लेखेको अप्सन छ, त्यो अप्सनमा जानुस् र तपाईहरुले आफ्नो एउटा फोटोलाई चाहिँ सिलेक्ट गर्नु होला। फोटो सिलेक्ट गरिसकेपछि यहाँ तल हेर्न सक्नुहुन्छ एड फोटो भनेर लेखेको छ, तपाईहरुले यसलाई टच गरिदिनु होला। यसलाई टच गरिसकेपछि यहाँ माथि हेर्न सक्नुहुन्छ आस्क च्याट जीपीटी भनेर लेखेको छ। तपाईहरुले यसमा चाहिँ अघि कपी गरेको प्रम्प्टलाई चाहिँ पेस्ट गरिदिनुस्। पेस्ट गरिसकेपछि यो ब्लू कलरको सेन्ड वाला आइकनलाई टच गरेर सेन्ड गरिदिनुस्। यति गरिसकेपछि तपाईहरुको स्पाइडरम्यान वाला फोटो यहाँ क्रिएट हुन सुरु भइसकेको छ। यसले अलिकति टाइम चाहिँ लिन्छ, तपाईहरुले त्यति दिनसम्म चाहिँ वेट गर्नु होला। हेर्न सक्नुहुन्छ हाम्रो फोटो पनि रेडी भइसकेको छ एकदमै बब्बाल तरिकाले। अब तपाईहरुले चाहिँ यो फोटोलाई चाहिँ सेभ गर्नुपर्ने हुन्छ। सेभ गर्नको लागि चाहिँ यो फोटोलाई एकचोटि टच गर्नुस्। त्यसपछि यहाँ माथिपट्टि सेभ वाला जुन आइकन छ यसलाई टच गर्नुभयो भने चाहिँ तपाईहरुको यो फोटो सेभ भएर ग्यालरीमा गएर बस्नेछ र त्यहाँबाट चाहिँ तपाईहरुले यो फोटोलाई टिकटकमा पोस्ट गर्न सक्नुहुनेछ। हस् त आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक शेयर सब्स्क्राइब चाहिँ गरिदिनु होला। हस् त, धन्यवाद।